ध्येयं सदा परिभवग्नमभीष्टदोहं तीर्थास्पदं शिवविरिञ्चिनुतं शरण्यं प्रीतिरतिं प्रणतपालभवाब्धिपोतं वन्दे महापुरुषते चरणारविन्दम। एकता शान्ति र संस्कारको सम्भाग कालिका ज्योतिमा ज्योतिष विज्ञान कार्यक्रम हेरेर सुन्दै गर्नुभएका समाज दर्शक श्रोताहरूमा हार्दिक नमन र प्रणाम गर्दै सदा जस्तै आज पनि म ज्योतिष गोविन्द प्रसाद शास्त्री तपाईँहरू समक्ष आजको पञ्चाङ्ग राशिफल लिएर उपस्थित भइसकेको छु। यो कार्यक्रम सधैँ यसै समयमा प्रसारण गर्छ। लागौँ आजको पञ्चाङ्गतर्फ 2082 साल ज्येष्ठ महिनाको 20 गते आज मङ्गलबार र ज्येष्ठ शुक्ल पक्षको अष्टमी तिथि, पूर्व फाल्गुन नक्षत्र, हर्षण योग, भद्राकर्ण आनन्द आदि योगमा धुम्रयोग रहेको छ भने सिंह राशिमा चन्द्रमा भ्रमण रहेका छन्। दिनमान 34:22 बेला, सूर्योदय बिहान 5:10 भयो भने सूर्यास्त साँझ 6:55 हुनेछ। यो त रह्यो आजको पञ्चाङ्ग। लागौँ राशिफलतर्फ। मेष राशि, कार्यदक्षतामा वृद्धि भएर जानेछ। पारिवारिक, सामाजिक, राजनैतिक पक्षहरू सबल रहेका छन्। गरिएका कामहरूको उचित मूल्य प्राप्त रहनेछ। दिन शुभ पर्दा रहेको छ। वृष राशि, वृष राशि नै तपाईँहरूको लागि मित्रको विश्वासबाट कार्य योजना पर्ने, लगानीको दुरुपयोग, सम्पन्नासन कार्य यथागतिमा रोकिने जस्तै ग्रहले बनाइरहेको छ। इष्ट देवताको पूजनपूर्वक कार्यलाई अगाडि बढाउनु शुभ रहनेछ। मिथुन राशि, पराक्रम वृद्धि भएर जानेछ। दाजुभाइको सहयोग सेवा प्राप्त रहनेछ। वाहन, यान, पशु चौपाय, कृषि कामहरूबाट आर्थिक उन्नतिमा वृद्धि रहने भएको हुनाले दिन शुभ र सुख पर्दा रहेको छ। कर्कट राशि, वाणी मन्त्र जस्तै सिद्धि हुनेछ। तपाईँले बोले गरेका कार्यहरूले सही मूल्य प्राप्त गर्न सक्नुहुन्छ। आर्थिक, सामाजिक, राजनीतिक सबल रहेको छ। दिन शुभ पर्दा देखिन्छ। सिंह राशि, सिंह राशि नै तपाईँहरूको लागि तपाईँको राशिमा चन्द्रमा भ्रमण रहेका छन्। तपाईँका माङ्गलिक कार्य सम्पादन भएर जानेछन्। मिष्टान्न भोजन, नयाँ वस्त्र प्राप्ति, नयाँ कामको शुभारम्भ, यात्रामा सफलता जस्तै ग्रहले बनाइरहेको छ। दिन शुभ पर्दा देखिन्छ। कन्या राशि, व्यय चन्द्रमा रहेका छन्। खर्चका घरको वृद्धि हुनेछ। अनावश्यक यात्रा, लगानीको दुरुपयोग, सम्पन्नासन कार्य यथागतिमा रोकिने जस्तै ग्रहले बनाइएको हुनाले इष्ट देवताको पूजनपूर्वक कार्यलाई अगाडि बढाउनु शुभ रहनेछ। तुला राशि, लाभ र विजयको योग प्राप्त भएको छ। आय अर्जनमा वृद्धि भएर जानेछ। पारिवारिक, सामाजिक, राजनीतिमा सबल रहेका छन्। दिन शुभ पर्दा देखिन्छ। वृश्चिक राशि, जागिरमा पदोन्नतिका कारण तपाईँको मनमा उच्च मनोबल वृद्धि रहनेछ। मातापिताको सहयोग प्राप्त गर्न सक्नुहुनेछ। आय अर्जनका प्रशस्त मार्गहरू प्राप्त हुनेछन्। दिन शुभ पर्दा रहेको छ। धनुराशि, भाग्योदयको दिन रहेको छ। धार्मिक कृतिद्वारा सम्मानित बन्नुहुनेछ। ऐतिहासिक कार्यमा सहभागी रहने अवसर प्राप्तिका कारण तपाईँको मनमा उच्च मनोबल वृद्धिको योग ग्रहले बनाइरहेको छ। दिन शुभ पर्दा देखिन्छ। मकर राशि, अष्टमस्थ चन्द्रमाका कारण स्वास्थ्य बाधा, अनावश्यक यात्रा, लगानीको दुरुपयोग, सम्पन्नासन कार्य यथागतिमा रोकिने जस्तै ग्रहले बनाइरहेको छ। इष्ट देवताको पूजनपूर्वक कार्यलाई अगाडि बढाउनु शुभ रहनेछ। कुम्भ राशि, कुम्भ राशि नै तपाईँहरूको लागि पराक्रम वृद्धि भएर जानेछ। पति पत्नी स्वार्था, प्रेम प्रस्तावमा सफल, बौद्धिक दक्षतामा वृद्धि, यात्रामा सफलता प्राप्त रहनेछ। दिन शुभ पर्दा रहेको छ। र अन्तिममा मीन राशि, कार्यमा केही विलम्बता, ढिलासुस्ती, सम्पन्नासन कार्य यथागतिमा रोकिने जस्तै ग्रहले बनाइरहेको छ। इष्ट देवताको पूजनपूर्वक कार्यलाई अगाडि बढाउनु शुभ रहनेछ। दिन शुभ पर्दा रहेको छ। यी तरै राशिफलहरू, राशिफलले जे जस्तो बताइए तापनि सद्भाव, सद्विचार, सद्कामनाका साथ हामीहरू अगाडि लाग्यौँ भने हामी सबैको कल्याण रहनेछ भन्ने मङ्गल वचन दिँदै राशिफललाई समाप्त गरी म तपाईँ समक्ष बिदा माग्न पुगेँ। भोलि पुनः यसै समाजी रहनेछु। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुर्भाग्यः। ओम शान्तिः, ओम शान्तिः, ओम शान्तिः।